विष्णु सिंह राईले भारत, नेपाल र युकेमा शिक्षा प्राप्त गर्नुभएको थियो। उहाँले त्रिभुवन विश्वविद्यालयमा 3 दशकसम्म अंग्रेजी पढाउनुभयो र अंग्रेजी भाषा शिक्षाको प्राध्यापकको रूपमा अवकाश प्राप्त गर्नुभयो। राईले अंग्रेजी र नेपाली दुवै भाषामा लेख्नुभएको छ। उहाँले कथा मार्टियर्स एन्ड अदर स्टोरीज अंग्रेजीमा, नाटक रियालिटिज अंग्रेजीमा, यात्रा वृत्तान्त 9 डाँडापारी नेपालीमा र उपन्यास पहेली नेपालीमा लेख्नुभएको छ। जे भए तापनि उहाँ एक कवि हुनुहुन्छ र उहाँले सुदामा नेपालीमा अर्धमहाकाव्य, जीवन नेपालीमा कविता संग्रह, भ्यागबोन्ड भर्सेज अंग्रेजीमा कविता संग्रह र तृतीयकी जुन नेपालीमा गीत र गजल संग्रह प्रकाशित गर्नुभएको छ र उहाँका अंग्रेजी कविताहरू नेपाल साथै विदेशमा पनि पढाइन्छ। राईलाई मानवीय भावनाका कविको रूपमा चिनिन्छ। कोरोनाको विषयमा लेखिएको कोरोना भन्छ भनिने कविता यसको विनाशकारी प्रभावलाई मानव जीवनमा, मानवको व्यवहार र दृष्टिकोणमा सूक्ष्म व्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको कविता हो। यसले कोभिड-19 लाई प्रकृतिलाई मानिसले दिने व्यवहारको उपजको रूपमा हेर्दछ। कवितामा जाउँ। Stop crying, oh man, stop cursing me and listen, I didn't come here of my own free will. अब यहाँ कोरोनाले भन्दछ stop crying, रुन बन्द गर। ए मानिसहरू रुन बन्द गर। अब रुन बन्द गर कसलाई भनेको छ भने कोरोनाको कारणले मानिसहरू मरेका छन् नि त, लाखौं हजारौं मान्छेहरू मरेका छन् विश्वव्यापी रूपमा। त तिनीहरू मान्छे त छटपटाएर रोइरहेको होलान्, कराइरहेको होलान् हैन, तिनीहरूलाई भन्न खोजेको स्टप क्राइङ, त्यो रुन बन्द गर। ओ म्यान, ए मान्छेहरू, ए मानव जातिहरू रुन बन्द गर। स्टप कर्सिङ मी, र मलाई यो श्राप दिन पनि बन्द गर त। कर्सिङ भनेको श्राप दिनु हो। अब यसमा सामान्य अर्थमा गाली गर्नु भन्ने पनि लिन सकिन्छ। स्टप कर्सिङ मी, मलाई श्राप दिन बन्द गर। एन्ड लिसन, र सुन, ध्यानपूर्वक सुन। आई डिडन्ट कम हियर अफ माई ओन फ्री विल, म यहाँ आफ्नो स्वतन्त्र इच्छाले आएको होइन, मेरो इच्छाले यहाँ आएको होइन, तिमीहरूकै कारणले म यहाँ आउन खोजेको भन्ने कुरा यहाँ हिडन रूपमा कोरोनाले व्यक्त गर्दैछ। I was invited, believe me, I had no choice but to visit you. अब यहाँ के भन्दैछ माथिको 4 लाइनमा भने I was invited, कोरोनाले भन्दैछ मलाई त यहाँ बोलाइएको हो, मलाई त कसैले यहाँ निम्ता दिएको हो, त्यो निम्ता दिएपछि म यहाँ आएको। believe me, मान मेरो कुरा, trust me, मलाई भरोसा गर, मलाई पत्याउ भन्दैछ। मलाई यहाँ कसैले बोलाएको थियो, त्यही भएर म यहाँ आएको, मलाई मान, यो कुरा मेरो कुरा मान। I had no choice, मसँग अर्को कुनै विकल्पै थिएन। I had no choice, मसँग अप्सनै थिएन अर्को, मलाई यहाँ आउनै पर्थ्यो। टु भिजिट यु, तिमीलाई भेट्न मलाई आउनै पर्थ्यो। आई ह्याड नो चोइस बट टु भिजिट यु, यसो भन्दैछ कोरोनाले। हाउ मेनी लाइव्स वेयर लस्ट बिकज अफ मी, यु काउन्ट। हाउ मेनी लाइव्स वेयर लस्ट बिकज अफ मी, मेरो कारणले कतिजना मान्छे मरे, कतिजना नोक्सान भयो भन्ने कुरा त यु काउन्ट, तिमीले गन्छौ, त्यो तिमीले गनेर बसेका छौ। बट ह्याभ यु एभर काउन्टेड हाउ मेनी ह्याभ डाइड सो फार बिकज अफ यु एन्ड यर वार। अब यहाँ कोरोनाले मान्छेलाई प्रश्न तेर्साइदिएको छ कि मेरो कारणले मान्छेहरू मरेको छन्, त्यो त तिमीले गणना गरेर बसेछौ, गनेछौ कति मरेछन् भन्ने, के तिम्रो कारणले कतिजना मान्छे मरेछन् त्यसको कुनै हिसाब किताब गरेका छौ, त्यसको लेखाजोखा केही छ भनेर मान्छेलाई यसले प्रश्न तेर्साइदिएको छ, प्रति प्रश्न गरेको छ मान्छेलाई। बट ह्याभ यु एभर काउन्टेड, के तिमीले गनेका छौ, हाउ मेनी ह्याभ डाइड सो फार, कतिसम्म तिमीले गर्दा मरेका छन् भन्ने कुरा याद गरेछौ तिमीले, बिकज अफ यु एन्ड यर वार, तिमी र तिम्रो युद्धको कारणले भन्ने कुरा यो स्ट्यान्जामा कोरोनाले भन्दैछ। अब अर्को स्ट्यान्जामा जाउँ। यु कल योर सेल्फ द क्राउन अफ क्रिएसन, तिमीले आफूलाई, क्राउन भनेको अब राजा, श्रीपेज जे भनौँ है, त्यही अर्थमा लाग्छ। यु कल योर सेल्फ, तिमीले आफूलाई संसारको यो सृजनाको चाहिँ राजा सम्झेको हो, तिमीले महाराजा सम्झेको हो, तिमी शासक सम्झेको, तिमी भगवान सम्झेको आफूलाई तिमीले भनेर क्वेसन गर्दैछ कोरोनाले। वाट एबाउट द अदर्स, अनि तिमी मात्रै ठुलो, तिमी मात्रै बाँच्नुपर्ने, तिमीले मात्रै खानुपर्ने। उही के अरे शिरोमणि लेखनाथ पौड्यालको कविता छ नि, मै खाउँ मै लाउँ भन्ने हो, अलिअलि सेन्स त्यतातिर जाँदैछ यो। यु कल योर सेल्फ द क्राउन अफ क्रिएसन, यो सृजनाको, यो संसारको तिमी आफूलाई महाराजा मान्ने, अनि अरू चाहिँ के नि, अरू प्राणीको बारेमा के नि। वाट एबाउट द अदर्स, यो अदर्स भनेको अरू लिभिङ थिङलाई भनेको, लिभिङ नन लिभिङ सबै थिङलाई भनेको। दोज हु फ्लाइ इन द स्काई, जो तिनीहरू जो आकाशमा उड्छन्, जो आकाशमा यात्रा गर्छन्, तिनीहरूको बारेमा के छ विचार। दोज हु लिभ इन द ओसन, तिनीहरू जो समुद्रमा बस्छन्, तिनको बारेमा के नि, तिनी बाँच्नु पर्दैन। दोज हु क्राउल अन द अर्थ,
क्रल भनेको घस्रनु। अनि ती प्राणीहरू जुन जमिनमा घस्रन्छन्, जमिनमा बस्छन्, तिनको बारेमा के नि? अनि तिनी चाहिँ प्राणी होइनन्, तिनको चाहिँ अधिकार छैन यो बाँच्ने भनेर कोरोनाले मान्छेलाई प्रश्न तेर्साइदिएको छ। तिमी आफू चाहिँ इम्पोर्टेन्ट अनि अरू चाहिँ इम्पोर्टेन्ट छैन भनेर भन्न खोजेको। एन्ड दोज द सोर्स अफ युर अक्सिजन, अनि तिनीहरूको बारेमा के नि? जो चाहिँ तिम्रो अक्सिजनको स्रोत हुन्, तिमीले जुन सास फेरेर तिमी बाँचिरहेका छौ, त्यो अक्सिजन जहाँबाट आइरहेको छ त्यो स्रोतलाई तिमीले हेरचाह गर्नु पर्दैन? तिनलाई पनि त तिमीले मारिरहेका छौ नि। त्यो स्रोतहरू हुनु पर्दैन? बाँच्नु पर्दैन? खास गरी यो वनस्पतिहरूलाई भन्न खोजेको, रुख प्यादाहरूलाई भनेको हो। यु थिङ्क दे अल आर योर स्लेब्स, के लाग्छ तिमीलाई तिनी सबै चाहिँ तिम्रा दास हुन्, नोकर हुन्, तिम्रो सम्पत्ति हो त्यो, तिमीले जे मनलाई त्यही गर्न पाउँछौ? हु यु क्यान सेल अर किल, जसलाई तिमीले बेच्न नि पाउने अनि त्यसलाई तिमीले मार्न नि पाउने, यही सोचिरहेको छौ तिमीले, एट योर विल, अनि तिम्रो इच्छा अनुसार भनेर कोरोनाले आफ्नो तीव्र आवेश, रिस चाहिँ प्रस्तुत गरिरहेको छ मान्छेतर्फ यो कविता मार्फत। र सायद कोरोनाले जुन मान्छेलाई मारिरहेको छ त्यही रिसले गर्दाखेरि, त्यो बदलाको भावनाले चाहिँ मान्छेलाई एउटा लेसन सिकाउनलाई मारिराखेको जस्तो यो कविताबाट अर्थ निस्कन्छ। डोन्ट ब्लेम मी, मलाई दोष नलगाऊ। आई जस्ट वान्टेड टु सो यु, म त तिमीलाई केवल यो मात्रै देखाउन चाहन्थेँ। हाउ क्लिन द ब्लू स्काई लुक्स, निलो आकाश कस्तो देखिन्छ भन्ने कुरा म त तिमीलाई यो देखाउन मात्रै चाहन्थेँ। विदाउट डस्ट एन्ड स्मोक, धुलो र धुवाँ बिनाको आकाश कस्तो देखिन्छ भन्ने चिनाउन चाहन्थेँ, देखाउन चाहन्थेँ तिमीलाई। आई वान्टेड टु रियलाइज, म तिमीलाई यो महसुस दिलाउन चाहन्थेँ। हाउ केज्ड एनिमल्स फिल इन द जू, पिँजडाभित्र राखिएका कैदी जनावरहरूलाई कस्तो महसुस हुन्छ चिडियाघरमा, म त्यो देखाउन चाहन्थेँ। अब यो स्टेन्जाले के भन्न खोज्दैछ भने, जब कोरोना आयो नि, कोरोना आएपछि चाहिँ मान्छेहरू लकडाउन गरे, मान्छेहरू घर बाहिर निस्केनन्, यातायात सबै ठप्प भयो, जसले गर्दाखेरि धुवाँ प्रदूषण कम भयो अनि आकाश चाहिँ निलो भयो, आकाश सफा भयो। त्यसलाई भन्न खोजेको। जब मान्छेको यातायात रोकियो, मान्छेको आवागमन रोकियो, त्यसपछि प्रकृति सुन्दर भयो के, खुल्ला आकाश देखिन थाल्यो, निलो आकाश देखिन थाल्यो, त्यो भयो। अनि अर्को चाहिँ मान्छे घरभित्रै कैद भयो नि त। जसरी प्राणीहरूलाई चिडियाघरहरूमा कैद गरेर राखेको हुन्छ, त्यस्तै कोरोनामा मान्छेले आफैलाई घरभित्र कैद गर्यो नि त। त्यो कैदी हुँदाखेरि कस्तो महसुस हुन्छ भन्ने कुरा त्यसमा बसेको मान्छेहरूलाई थाहा छ नि त। त्यही भएर यो कोरोनाले के भन्दैछ भने, म त तिमीलाई सिकाउन आएको हो, कैदी जीवन कस्तो हुन्छ, पिँजडाभित्र बस्नुको पीडा कस्तो हुन्छ भनेर मैले तिमीलाई सिकाउनको लागि आएको, र आकाश निलो हुन्छ भनेर तिमीलाई देखाउनको लागि आएको हो भनेर भन्दैछन्। आई केम भनेर यिनले त्यस अर्थमा भन्दैछन्। अब अगाडि भन्छन्, नट टु गिभ यु अ टेस्ट, तिम्रो परीक्षा लिन आएको होइन मैले। आई केम नट टु गिभ यु अ टेस्ट, मैले तिमीलाई मैले परीक्षा लिन आएको होइन म यहाँ। सो द्याट मदर अर्थ कुड ह्याभ अ लिटल रेस्ट, म त यस कारण आएको हो, यो हाम्रो धरती माता, यो पृथ्वी आमाले केही समय भए पनि रेस्ट पाउन सक्नुहोस् भनेर आएको, म रेस्ट दिन आएको। किनकि मान्छेले दुःख दिइरहेछ नि त, जताततै शोषण गरिरहेको छ, त्यसबाट बचाउन आएको, पृथ्वीलाई रेस्ट दिलाउन म आएको। यु क्लेम द्याट यु नो एभ्रिथिङ, आई जस्ट वान्टेड यु टु नो योर सेल्फ, तिमीलाई लाग्छ, मानिसलाई भनेको, तिमीलाई लाग्छ, तिमी दाबी गर्छौ नि त, तिमीलाई सब कुरा थाहा छ, दुनियाँको नलेज मलाई छ, जे पनि मैले जान्दछु भन्ने जुन सोचेर घमण्ड लिएर तिमीहरू बसेका छौ नि मानिसहरू, हो त्यही कुरा तिम्रो औकात म देखाउन आएको, म त्यही देखाउन चाहन्छु। आई जस्ट वान्टेड यु टु नो योर सेल्फ, म तिमीलाई नै देखाउन चाहन्छु, तिम्रो ऐना म तिमीलाई देखाइदिन चाहन्छु। द अर्थ इज नट योर प्रोपर्टी अलोन, यो धरती, यो पृथ्वी केवल तिम्रो मात्रै निजी सम्पत्ति होइन, तिम्रो मात्रै होइन एक्लै। इट्स एज मच आवर्स एज युवर्स, यो जति तिम्रो हो त्यति हाम्रो पनि हो। पृथ्वीमा बस्ने सम्पूर्ण लिभिङ थिङहरू, लिभिङ नन लिभिङ सबै जीव जन्तु चराचर सबै चिजको साझा अधिकार हो पृथ्वी, तिम्रो केवल एक्लो प्रोपर्टी होइन। स्योर, पक्कै पनि आई विल डिपार्ट वान डे, अब यहाँ के भन्दैछ, केही समाधानको कुरा दिँदैछन्। स्योर, अवश्य पनि म एक दिन त यहाँबाट जानेछु, म छोड्दिनेछु। आई विल डिपार्ट वान डे, डिपार्ट भनेको जानु, प्रस्थान गर्नु, म यहाँबाट जानेछु। बट रिमेम्बर, तर याद गर, सम्झ, देयर आर मेनी अदर्स लाइक मी, तर याद गर त्यहाँ म जस्ता
अरू कति छन्, म एउटा नमुना मात्रै हो, म एउटा चिज आएर तिमीलाई तिम्रो आफ्नो औकात देखाइदिएँ, तर म जस्ता यहाँ कति छन् भन्न खोजेको अरू पनि भाइरसहरू कमिङ फ्युचरमा चाहिँ आउन सक्छन् भनेर भन्न खोजेको यहाँ। दे विल कम टु, तिनीहरू पनि आउनेछन्, इफ यु डोन्ट गेट रिड अफ योर इन्फ्लेटेड इगो, तिम्रो यो प्रदूषित, तिम्रो यो के भन्छन् घृणित है, तिम्रो यो घिनलाग्दो जुन इगो छ नि, जुन घमण्ड लिएर बसेछौ नि, हो त्यसको कारणले यदि त्यो तिमीले छोडेनौ, त्यसबाट छुटकारा पाएनौ भने, तिम्रो घमण्डलाई तिमीले त्यागेनौ भने म जस्ता कोरोना जस्ता भाइरसहरू कति आउँदैछन् अनि तिमीलाई यस्तै गरी दुःख दिइराख्नेछन्। यु विल बी ब्याक टु योर केभ टाइम, यदि तिमीले आफ्नो घमण्डलाई छोडेनौ र आफ्नो यो पृथ्वीलाई, धरतीलाई शोषण गर्ने काम जारी राख्यौ भने एक दिन तिमी फर्केर गुफाको समयमा फर्किनेछौ, गुफामा बस्नुपर्ने दिन आउनेछ। तिम्रो जुन पुर्खाहरू बस्थे, जुन जङ्गली अवस्था भन्दा पनि अझ अगाडिका अवस्थामा बस्थे, त्यस्तो समयमा तिमी जानुपर्नेछ। द्याट यु इन्डोर, र त्यसैमा तिमी रहनुपर्नेछ लङ 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 एगो, जुन धेरै हजारौँ साल पहिला प्राचीन समयमा जसरी मान्छेहरू गुफामा बस्थे, त्यही गुफामा बस्ने दिन आउँदैछ तिम्रो आफ्नो कर्मको कारणले भनेर यसरी यो कविताले भन्दैछ।